आज चाहिँ अब हामी यो जुन चाहिँ ट्रान्जिस्टर छ यो चाहिँ कमन एमिटर कन्फिगरेसनमा कसरी काम गर्छ यसको एक्सपेरिमेन्ट गर्न गइरहेको छौँ। अब यसमा चाहिँ यसको सर्किट कनेक्सन चाहिँ कस्तो छ भने सर्किट कनेक्सन चाहिँ यहाँ यस्तो छ। यो चाहिँ कसरी कनेक्ट गर्ने भने अब हामी हेर्छौँ। हामी सुरुवात गर्छौँ यहाँ E1 देखि। E1 को माइनस छ, E1 को माइनसदेखि यो जाँदैछ माइक्रो एमिटर जुन चाहिँ छ यसको माइनसमा। अब E1 यो भयो, E1 को माइनसदेखि माइक्रो एमिटरको माइनसमा जाँदैछ। त्यहाँदेखि नेक्स्ट छ माइक्रो एमिटरको प्लसदेखि बेसमा जाँदैछ, माइक्रो एमिटरको प्लसदेखि बेसमा जाँदैछ, बेसदेखि यहाँ एमिटरमा गएको छ, अन्त एमिटरदेखि फेरि प्लसमा जाँदैछ E1 को। बेसदेखि एमिटर गयो, अब एमिटरदेखि यसको प्लसमा E1 को प्लसमा जाँदैछ। यो हाम्रो एउटा पार्ट कम्प्लिट भयो। अब अर्कोमा चाहिँ जुन चाहिँ कलेक्टरबाट सुरु गर्छौँ हामी। यो जुन चाहिँ कलेक्टर छ, कलेक्टरदेखि मिली एमिटरको प्लसमा गएको छ। अब यो जुन चाहिँ हाम्रो कलेक्टर छ यहाँदेखि यो मिली एमिटर हो, यसको प्लसमा गएको छ। अन्त मिली एमिटरको माइनसदेखि गएको छ सेलको माइनस, E2 को माइनस। अब E2 यहाँ छ, यो जुन चाहिँ मिली एमिटरको माइनसदेखि यो सेल E2 हो, यसको माइनसमा गएको छ। यसको प्लसदेखि फेरि E2 को प्लसदेखि फेरि आएर एमिटरमा गएको छ, यसको प्लसदेखि यो एमिटरमा। यो चाहिँ हाम्रो यो जुन चाहिँ कमन एमिटरमा हामीले यसलाई बनायौँ। अब यो जुन चाहिँ V1 र V2 छ, यो V1 र V2 जुन छ यो चाहिँ सेल E1 र E2 सँग प्यारलल कनेक्ट भएको छ। अब त्यो हामी गरौँ। प्यारलल कनेक्ट गर्दाखेरि यो जुन चाहिँ प्लस छ, प्लस प्लससँग जान्छ, माइनस माइनससँग जान्छ, यता पनि त्यही हो, प्लस प्लससँग जान्छ, माइनस माइनससँग जान्छ। अब यो CE कन्फिगरेसनमा चाहिँ सर्किट डायग्राम चाहिँ यति नै हो। अब यो एक्सपेरिमेन्टमा चाहिँ हामीले दुईवटा क्यारेक्टरिस्टिक्स निकाल्नुपर्छ यो ट्रान्जिस्टरको। एउटा इनपुट हो, अर्को आउटपुट हो। अब इनपुटमा चाहिँ टेबल कस्तो हुन्छ भने यस्तो हुन्छ। यसमा तीनवटा चिज हामीले निकाल्नुपर्छ, मेजर गर्नुपर्छ। एउटा छ फिक्स्ड VCE, यसलाई चाहिँ हामीले फिक्स राख्छौँ। यो चाहिँ कतिमा फिक्स राख्छौँ भने 2, 4, 6। यो VCE भन्ने चाहिँ कुन चाहिँ हो भने योवाला हो। यहाँबाट हामी चेन्ज गरेर यो VCE लाई फिक्स राख्छौँ 2, 4, 6 मा। त्यहाँदेखि VBE लाई हामी चेन्ज गर्छौँ, अन्त IB मा कति चेन्ज आउँदैछ त्यो हामी नोट गर्छौँ। अब VBE भनेको यो हो, यहाँबाट हामी चेन्ज गर्छौँ। त्यहाँदेखि यो जुन चाहिँ IB छ यसमा चाहिँ कति चेन्ज आउँदैछ त्यो हामी नोट गरेर टेबलमा लेख्छौँ। अन्त त्यति लेखेपछि एउटा ग्राफ बनाउनुपर्छ यसको। त्यो ग्राफ चाहिँ कस्तो हुन्छ भने यो जुन चाहिँ VBE छ हामी यसलाई एक्स एक्सिसमा लिन्छौँ, IB जुन छ त्यसलाई हामी वाई एक्सिसमा लिन्छौँ। अन्त VCE को तीनवटा भ्यालुको लागि यो VCE इज इक्वल्स टु 2 भोल्ट, VCE इज इक्वल्स टु 4 भोल्ट, VCE इज इक्वल्स टु 6 भोल्टको लागि तीनवटा ग्राफ आउँछ, तीनवटा कर्भ आउँछ। यो कर्भ हामीले ड्र गर्छौँ। अन्त यसरी हामी यसको इनपुट क्यारेक्टरिस्टिक्स निकाल्छौँ। अब यसको वर्किङ चाहिँ कस्तो हुन्छ भने अब पहिला हामी अन गर्छौँ। त्यहाँदेखि पहिला हामीले जुन चाहिँ VCE छ यसलाई फिक्स राख्नु पर्यो। VCE यहाँबाट फिक्स हुन्छ, यसलाई पहिला हामी 2 मा फिक्स राख्छौँ। 2 मा फिक्स भयो। अब जुन चाहिँ VBE छ यसलाई हामी यहाँबाट चेन्ज गर्छौँ। यसलाई हामी चेन्ज गर्दै जान्छौँ। अन्त यहाँनिर के चेन्ज हुँदैछ IB मा, यो IB मा त्यो हामी हेर्छौँ। अब यसलाई बिस्तारै चेन्ज गर्छौँ। पहिला हामी यो VBE लाई चेन्ज गर्दाखेरि IB एउटा सर्टन भोल्टेजसम्म IB इन्क्रिज हुँदैन, 0 नै बस्छ। यसको यो 0.56 देखि लिएर 0.6 को बिचमा चाहिँ यो बिस्तारै त्यहाँदेखि उता चाहिँ बढ्न थाल्छ। अब अहिले हामी 4 मा पुग्यौँ, अहिले इन्क्रिज भएको छैन। अब यो 0.56 यहाँ पुगेपछि चाहिँ बिस्तारै यो इन्क्रिज हुन थाल्छ। अब त्यहाँ हामी त्यही अब यहाँनिर त त्यसरी हामी यहाँ यो मेजर गर्छौँ। अन्त यहाँ कति चेन्ज आउँदैछ त्यो मेजर गरेर त्यो टेबलमा लेख्छौँ। सेम कुरा हामी अब यो जुन चाहिँ VCE छ यसलाई 4 भोल्ट्समा लगाउँछौँ, फिक्स राख्छौँ। अब फेरि सेम प्रोसिजर रिपिट गर्नुपर्छ। यसमा VBE लाई फेरि चेन्ज गऱ्यो, फेरि त्यही 0.56 देखि 0.6 को यहाँदेखि चाहिँ बिस्तारै यो इन्क्रिज हुन थाल्छ। त्यही हामी यसलाई भेरी गर्दै यसमा कति चेन्ज आउँदैछ त्यो नोट गरेर टेबलमा लेख्छौँ।
अन्त सेम कुरा हामी यो जुन चाहिँ BCE छ यसलाई 6 भोल्टमा फिक्स राख्छौँ अन्त फेरि सेम प्रोसिजर रिपिट गर्छौँ अन्त यो 3टा प्लग आउँछ 3टा भ्याल्युज आउँछ अन्त हो त्यो भ्याल्युज चाहिँ हामी ग्राफमा प्लट गर्छौँ त्यो 3टाको बिचमा अन्त ग्राफ चाहिँ यस्तो आउँछ त्यो चाहिँ अब हाम्रो इनपुटको भयो अब आउटपुटको लागि चाहिँ टेबल कस्तो हुन्छ भने 3टा कुरा यहाँ पनि मेजर गर्छौँ हामी एउटा छ फिक्स्ड बेस करेन्ट जुन चाहिँ बेस करेन्ट छ त्यो यो वाला हो यहाँबाट हामी फिक्स राख्छौँ यसलाई घुमाएर त्यसलाई चाहिँ कतिमा फिक्स राख्छौँ भने 10 20 र 30 मा फिक्स राख्छौँ त्यहाँदेखि यो BCE अघि जुन चाहिँ हामीले इनपुटमा फिक्स राखेको थियो यो BCE आउटपुटमा चाहिँ हामी यसलाई भ्यारी गर्छौँ अन्त यसलाई भ्यारी गरेर यो जुन चाहिँ IC छ कलेक्टर करेन्ट यसमा कति चेन्ज आउँदैछ त्यो हामी नोट गरेर लेख्छौँ यो टेबलमा अनि त्यसको बिचमा अब यो BCE भर्सेस IC को बिचमा पनि एउटा ग्राफ प्लट गर्छौँ त्यसलाई हामी आउटपुट क्यारेक्टरिस्टिक कर्भ भन्छौँ त्यो चाहिँ कस्तो हुन्छ भने यसमा पनि त्यही हो BCE लाई यसमा फिक्स राख्यो एक्स एक्सिसमा त्यहाँदेखि IC जुन छ यसलाई वाइ एक्सिसमा फिक्स राख्यो IC चाहिँ मिली एम्पियरमा आउँछ यो यसमा यो केसमा अब कर्भ चाहिँ कस्तो हुन्छ भने एउटा कर्भ यस्तो हुन्छ अर्को यस्तो हुन्छ अर्को यस्तो आउँछ यो चाहिँ जुन चाहिँ IB = 10 माइक्रो एम्पियर यो IB = 20 माइक्रो एम्पियर यो IB = 30 माइक्रो एम्पियरको लागि हो यो कर्भ हामी निकाल्छौँ त्यो एक्सपेरिमेन्ट पर्फर्म गरेर अन्त यसबाट चाहिँ हामीले एउटा बीटाको भ्यालु क्याल्कुलेट गर्नुपर्छ त्यसको लागि फर्मुला छ त्यो अहिले देखाउँछु अब यो एक्सपेरिमेन्ट चाहिँ कसरी पर्फर्म गर्ने भन्दाखेरि पहिला जुन चाहिँ छ हाम्रो IB लाई फिक्स राख्नु पर्यो 10 माइक्रो एम्पियरमा यसलाई चाहिँ यो जुन चाहिँ बटन छ यसलाई घुमाएर यहाँ 10 माइक्रो एम्पियरमा हामी फिक्स गर्छौँ यो 20 र 0 को बिचमा यो 10 मा फिक्स भयो त्यहाँदेखि जुन चाहिँ BCE छ हामी यसलाई फिक्स भ्यारी गर्छौँ यहाँबाट हुन्छ यो चाहिँ BCE लाई अब बिस्तारै बिस्तारै भ्यारी गर्यो यसमा चाहिँ के याद राख्नुपर्छ भने यो BCE लाई अलिकति हल्लाइसक्दा यो फेरि यता IB पनि चेन्ज हुन्छ अन्त BCE लाई यता कतिमा राख्ने त्यो राखेर IB लाई फेरि 10 बनाउनुपर्छ यो चाहिँ यसको यो अलिक यस्तो छ त्यहाँदेखि यो IC जुन चाहिँ छ यसमा कति करेन्ट IC कलेक्टर करेन्टमा कति चेन्ज हुँदैछ त्यो हामी नोट गरेर टेबलमा लेख्छौँ त्यसै BCE लाई इन्क्रिज गर्दै गयो यो BCE लाई अलिकति हल्लाइसक्दा यो फेरि यता सर्छ यसलाई फेरि यसमा बनायो 10 मा अन्त यसलाई यो BCE र IC को भ्यालु हामी नोट गरेर टेबलमा लेख्छौँ सेम कुरा हामी यो जुन चाहिँ IB छ त्यसलाई 20 माइक्रो एम्पियरमा फिक्स राखेर पनि गर्छौँ यसलाई यहाँ 20 माइक्रो एम्पियरमा फिक्स राख्यो त्यहाँदेखि सेम प्रोसिजर यसलाई यो BCE लाई चेन्ज गर्यो यसरी अन्त IC मा कति चेन्ज आउँदैछ त्यो हेर्यो IC चाहिँ कस्तो हुन्छ भने अहिले बिस्तारै इन्क्रिज हुन्छ एउटा पोइन्ट पुगेपछि स्याचुरेट हुन थाल्छ यहाँदेखि इन्क्रिजै हुनु छोड्छ ग्राफमा पनि त्यस्तै छ अलिकति इन्क्रिज छ त्यहाँदेखि स्याचुरेट भइहाल्छ सेम कुरा हामी 30 माइक्रो एम्पियर IB लाई 30 माइक्रो एम्पियरमा फिक्स राखेर फेरि त्यही कुरा गर्छौँ यो जुन चाहिँ BCE छ यसलाई फेरि चेन्ज गर्यो त्यहाँदेखि IC जुन छ त्यसमा कति चेन्ज आउँछ त्यो नोट गर्यो अन्त दुईटाको बिचमा यहाँनिर नोट गरेर ग्राफ बनायो ग्राफ चाहिँ यस्तो आउँछ एउटा अलिकति इन्क्रिज हुन्छ स्याचुरेट हुन्छ अर्को केसमा IB लाई 20 मा फिक्स राख्दाखेरि अलिकति बेसी इन्क्रिज हुन्छ फेरि स्याचुरेट हुन्छ फेरि 30 मा पनि त्यस्तै हुन्छ अलि इन्क्रिज हुन्छ स्याचुरेट हुन्छ यति अब यसमा चाहिँ हामीले एउटा करेन्ट गेन भन्ने एउटा टर्म हुन्छ त्यसलाई बीटा भन्छ त्यो बीटाको भ्यालु निकाल्नुपर्छ त्यो चाहिँ कसरी निकाल्ने भने यहाँबाट यो जुन चाहिँ जहाँ स्याचुरेट हुनु थालेको छ या भइसकेको छ यहाँबाट एउटा लाइन तान्नुपर्छ यहाँनिर यो माथिल्लो कर्भ जुन चाहिँ छ यसमा जहाँ टच हुँदैछ यसलाई हामी IC3 भन्छौँ यो पोइन्टलाई हामी IC2 भन्छौँ यसलाई हामी IC1 भन्छौँ यो तिम्रो IB3 भयो IB2 भयो IB1 भयो यसको फर्मुला चाहिँ के छ भने IC3 माइनस IC1 अपॉन IB3 माइनस IB1 इन्टु 1000 यो चाहिँ बीटाको फर्मुला भयो
अब IC3 भनेको यो पोइन्ट भयो, यो यहाँ लगाइदियो, IC1लाई यहाँ लगाइदियो, IB3 भनेको यो 30, IB1 भनेको 10 इन्टु 1000 गऱ्यो भने बिटाको भ्याल्यु निस्किन्छ। अब यति नै हो, हामीले यो जुन चाहिँ एक्सपेरिमेन्ट कमन एमिटर कन्फिगरेसनमा हामीले यति नै निकाल्नुपर्छ।